आज चाहिँ दिनभरि धान बोकाइ भयो अनि 2 टाँडीलाई मजुरी लगाएको थिएँ अनि त्यसपछि सर गए फेरि कुदेर भए भराभर हालेँ धान अनि त्यसपछि फेरि गयो पानी नास्ता खायो एकछिनमा चाउचाउ अनि डल्लभ गाडी अहिलेको जमाना देख्न पाउन्न तर हाम्रो गाउँमा चाहिँ डल्लभ गाडी पनि छ अनि सर हाले अनि यो डल्लभ पुरै भन्नु थियो आज हामीले अनि सर हाल्दै गयो कति हाले थाक्दा थाके फेरि फ्या भयो थाक्दै बस्दै हाल्दै फेरि आज दिनभरि चाहिँ हाम्रो धान बोकाइ भएको छ अनि यस्तै नयाँ भिडियो हेर्नुको लागि मलाई फलो गर्नुहोला अनि लाइक कमेन्ट सेयर रिपोस्ट गर्नुहोला फेभरेट पनि गर्नुहोला नयाँ भिडियो हाल्ने नै छु फलो गरौँ हस्त नमस्ते बाई बाई म यो बिग्रिरहेको समाजबाट निस्किरहेको प्रकाश म ग्रीष्मयाममा शीतल छर्न सृष्टि भएको बतास यो मनको आँखा बिक्री गरी अन्धो हुनेहरूलाई मैले कलम चलाउँदा हुन्छ दृष्टि पाएको आभास सबैले भन्छन् हुन्छ एकताको जित तर घमण्ड र रिस किन एकअर्काको बीच उमेर पुग्न लाग्दा 30 मैले बुझे एउटा चिज